सब गाइज चाहिँ मेरो फर्स्ट ब्लग हो न सबले हेरिदिनु होला अघि अघि के हुन्छ अवस्था गडेल नपाएर औडा फक भएर उ यता यता यस्तो गिलो गिलो पाउँछ ल के बोल्दै एक दुई शब्द चार पाउन्ड पाइ हठात म नि खन्छु ल हामीले ल फर्स्ट टाइम गड्यौला मारिसकेको छ कहाँ गएर रन एमै पहिला मान त्यसलाई चल्दैन नि आज मेरो फेरि यताति भएन हाल्दै थियो एउटा भइसकेको छ हामीले खाता हुन सफल कस्तो ब्लड देखेको खन्नी म्यान यति खनिसक्यो अब हामी माथि मान जानुपर्छ है यो थोरै देखाएन अरूले देखिँदैन अब देखियो ल अब चाहिँ हामी होइन अब एकछिनमा माछा मार्न जान्छौँ चारो बनाउला अहिले चाहिँ अब सिधै चारो होइन यो धागो सागो बाँधेपछि अब टक्क होइन अझ हामी धागो सागो बनाएपछि टक्क अलिक खिच्छौँ होइन आँडेले एउटा काँडा हानिसकेको मा बोल्छु नै खजाल देखिन्छ अलिअलि देखियो मा काँडा हानिदिएर झन् कैचीले दिइरह राम्रोसँग आउँछ त्यसरी छिरिसकेको छ यो ऊ आइ ल अब सिधै बल्छी भेटेपछि सिधै माछा मार्ने बेला पर्ला पर्ला जस्तो गऱ्यो यति सानो के पर्ला बे अब होइन यसो फ्यानहरूको लागि यसो हल्का थाप्न मन जान थाप्थेँ रमाइलोको लागि आउँदैन त माछा मार्न के हर्दिनु त अब ल बाई गाई चाहिँ अब लगाएछ माछा त्यस्तै हो अब स्किनहरूको चाहिँ मजा लिनु है त्यसले गर्दा माछा परेन केही परे साले संसार जितेर आयौँ है हामी है यसले गरेर त्यहाँ भयो मजा त आइरहेको थियो नि हो ल गाई छ बल हेर्न लाग्यो त्यहाँ बल है आजको लागि यति नै होइन बाई बाई होइन अझै छ खाजा खाने होइन ल ल यति भन्दै काले दाई 7 नंबर भिनी जियार कालो जियार बोल दे यहाँ पक्तेरीमा त भाइरल भइस बेलुका छिरो एक दुई शब्द हेलो गाइस सबैजनाले समीर चौधरीको युट्युब च्यानलमा लाइक सब्स्क्राइब गरिदिनु होला धन्यवाद अब ब्लग किन त्यस्तो नगरेर कन्फिडेन्स छैन चटपट हाना गर्ने चतुर आइभयो चतुर माछा यस्तो बिल्ला मेल माछा ल खाएर भएपछि खानेकुरा आइसक्यो आइसक्यो खन्छु ल अब चटपट आइसक्यो अब खाएर भेट्छौँ है त्यो घर जान्छ अब यसको घर टाढा जान्छौँ खाएर भेट्छौँ होइन बेलुका भइभए चाहिँ खाँदा खाँदैमा यो रन मस्तीले गरेर अब यसलाई घर छोड्नु जानुपर्छ त्यो आदिबाटसँग है ल आदिबाटसँग मात्रै छोड्छु तँलाई हेरी ल अब आधी बाटोमा गएर भेटौँ ल यो प्रो प्लेयर कसैलाई फ्री फायर खेल्न मन हामी सम्पर्क अहिले राम्रो देखेन मलाई नदेख्ने त नि हेर म ल ल म हेर्नु अब अर्को मोबाइलबाट हेरेर खेल्दा हो यार के देखेन बे तेरोमा मैले देखेन मेरोमा भाइ
रुक ल भाइ त कहाँबाट हानेको छ नि त माथिबाट पो हानेको छ बडी सर्ट बोल्न बे ए यार के बोल्छौ नुडाले नाक कटाइसकेको छ ल अब सिधा अब बेलुका भेट्ने छौँ हामी बाई डिस गाइस हजुर क्लासको यो सब्जा होइन र बिल्लामा यसरी बढाए यसरी लगाएछ न अब चाहिँ हामी चाहिँ सौगात बिनी ज्यादको घर जान आएको अनि यसले अलिअलि भयो नि भैले खिच्दै मलाई लाज लागेको लास बिल्ला होइन अब जाने हम घरमा ताला लाएर कतै भाग्यो त र ताल लाएर भागिसक्यो हो अब हामी खानासाना खाएर फेरि भएर हेर्न जाने छौँ यो गाइस हामी भिडियो लामो भइसकेको छ हामी भिडियो यहाँ अन्त गर्न चाहन्छौँ ल हाम्रो भिडियोलाई धेरै जस्तो हेर्नु लाइक अनि सब्सक्राइब चाहिँ गर्दै नभुल्नु होला है ल गाइस त्यति भन्दै अर्को ब्लगमा भेट्ने छ